अबको केही वर्षमा साउदी अरब खाडीको एउटा देश मात्र रहने छैन। यो विश्वकै पर्यटकीय र व्यापारिक हब बन्नेछ। साउदी अरबमा अहिले दुईवटा ठुला कुरा भइरहेका छन्। एउटा यहाँको कायापलट गर्ने भिजन 2030 र अर्को हालै नेपाल र साउदी सरकारबीच भएको महत्त्वपूर्ण श्रम सम्झौता। यी दुई कुराले अब साउदीमा रहेका र आउन चाहने लाखौँ नेपालीको जीवन कसरी बदल्दैछ, हामी ज्ञान संवादबाट आजको यस विश्व संवादको विशेष अङ्कमा यसको वास्तविकता खोतल्नेछौँ। नमस्ते, तपाईँलाई ज्ञान संवादमा हार्दिक स्वागत छ। यदि तपाईँले हामीले उठाउने विषयवस्तु र हाम्रो भिडियोको सामग्री मन पर्छ भने कृपया यो भिडियोलाई लाइक तथा सेयर गरिदिनुहोला। च्यानललाई सब्सक्राइब र बेल आइकनको घन्टी दबाउन पनि नबिर्सिनुहोला। खाडी मुलुक साउदी अरबसँग कूटनीतिक सम्बन्ध कायम भएको 48 वर्षपछि श्रम सम्झौता भएको छ। हालै दुई देशबीच भएको सम्झौताले विशेष गरी श्रमिकको सुरक्षा र भर्ना प्रक्रियामा जोड दिएको छ। नेपाल र साउदी बीच 15 मार्च 1977मा कूटनीतिक सम्बन्ध कायम भएको थियो। त्यस लगत्तै नेपालले 1978मा साउदीमा चार्ज डे अफेयर्सको स्तरमा दूतावास खोलेको थियो भने साउदीले सन् 2012मा मात्रै नेपालमा दूतावास खोलेको थियो। साउदीसँग श्रम सम्झौता भएसँगै श्रम सम्झौता हुने देश सङ्ख्या 13 पुगेको छ। यो सम्झौताका मुख्य उद्देश्यहरूमा श्रमिकको कानुनी सुरक्षा, रोजगारी प्रक्रियाको पारदर्शिता र दुवै देशबीच स्पष्ट जिम्मेवारी निर्धारण समावेश छ। अब श्रमिक पठाउँदा हुने झन्झट र बिचौलियाको खेल कम गर्ने सहमति भएको छ। दुवै देशका भर्ना कार्यालय, कम्पनी वा एजेन्सी तथा रोजगारदाताले कामदारको भर्ना तथा परिचालनसँग सम्बन्धित कुनै पनि खर्च कामदारबाट असुल नगर्ने वा कामदारको तलबबाट कटौती नगर्ने तथा कुनै पनि किसिमको अनाधिकृत तलब कटौती नगरिने सुनिश्चित गर्ने विषयमा समेत नेपाल र साउदी सहमत भएका छन्। यदि तपाईँलाई कम्पनीले दुःख दियो वा सम्झौता अनुसारको काम दिएन भने कानुनी उपचार खोज्न अब पहिलेभन्दा सजिलो बनाइएको छ। भिजन 2030 सँगै साउदीले आफ्नो हवाला प्रणालीमा ठुलो सुधार ल्याएको छ, जसले गर्दा कामदारलाई कम्पनी फेर्न र स्वदेश फर्कन पहिलेभन्दा सजिलो भएको छ। प्रचलित कानुन, नियम तथा विनियम उल्लङ्घन गर्ने भर्ना कार्यालय, कम्पनी वा एजेन्सी विरुद्ध आवश्यक कानुनी कारबाही गर्ने विषयमा समेत नेपाल र साउदी सहमत भएका छन्। नेपाल तर्फबाट साउदी जाने श्रमिकको स्वास्थ्य परीक्षण, तालिम, अभिमुखीकरण र आवश्यक परे कानुन उल्लङ्घन गर्ने श्रमिकलाई स्वदेश फिर्ती गराउने दायित्व तोकिएको छ। श्रमिक सरुवा रोगमुक्त रहेको सुनिश्चित गर्न नेपालका विश्वसनीय स्वास्थ्य संस्थाबाट विस्तृत स्वास्थ्य परीक्षण गरिनेछ। साथै श्रमिकलाई आवश्यक सिप, तालिम र साउदीको सामाजिक सांस्कृतिक परम्पराबारे अभिमुखीकरण गराइनेछ। अब साउदी आउनु अघि नै श्रमिकको सिप परीक्षण गरिनेछ, जसले गर्दा यहाँ आएर अध्यक्ष भन्दै कम तलब पाउने समस्या घट्छ। बढ्दो प्रतिस्पर्धा र ठुला कम्पनीहरूको आगमनले गर्दा श्रमिकको न्यूनतम पारिश्रमिकमा पनि सुधार हुने देखिन्छ। तर यो सम्झौता किन अहिले नै भयो? किनभने साउदीको भिजन 2030लाई सफल बनाउन यहाँ लाखौँ दक्ष जनशक्तिको खाँचो छ। नियोम जस्ता मेगा सिटी र रेड सी प्रोजेक्टका लागि अब साउदीलाई केवल कामदार मात्र होइन, सुरक्षित र सन्तुष्ट कामदार चाहिएको छ। त्यसैले साउदीले आफ्नो श्रम कानुनमा व्यापक सुधार गरिरहेको छ। अब प्रश्न आउँछ, नेपालीलाई यसले के फाइदा पुग्छ? अबको अवसर केवल निर्माण क्षेत्रमा मात्र सीमित छैन। होटल म्यानेजमेन्ट, आइटी, इन्जिनियरिङ र हस्पिटालिटी क्षेत्रमा दक्ष नेपालीको माग अझै बढ्नेछ। तर याद राख्नुहोस्, यो अवसरको फाइदा उठाउन हामीले आफूलाई दक्ष बनाउनै पर्छ। तर सबै कुरा गुलाबी मात्र छैनन्। अब साउदीलाई दक्ष कामदार चाहिन्छ। यदि हामीले आफूलाई प्रविधि र
र भाषामा अपडेट गरेनौँ भने अन्य देशका कामदारले हाम्रो ठाउँ लिनेछ। साउदीकरण नीतिले गर्दा केही साना क्षेत्रमा विदेशी कामदारलाई गाह्रो पनि हुन सक्छ। सम्झौता हुनु र व्यवहारमा लागू हुनु एउटै कुरा होइन। ग्राउन्ड लेभलमा निगरानी, कमजोर भाषा र कानुनी जानकारीको अभाव पनि एक चुनौतीको पक्ष हो। साउदीमा काम गर्ने श्रमिकको पहुँच सीमित हुनु, गुनासो समाधान प्रक्रियामा ढिलाइ हुनु र कागजमा राम्रो देखिने धेरै सम्झौताहरू कार्यान्वयन नहुँदा श्रमिकले लाभ पाएका उदाहरण कमै छन्। नेपाल सरकारले गरेको यो नयाँ सम्झौता र साउदीको बदलिदो स्वरूपले नेपालीका लागि एउटा नयाँ बाटो त खोलेको छ, तर कार्यान्वयन कस्तो हुन्छ त्यो हेर्न भने बाँकी नै छ। साँच्चीकै श्रमिकको हित चाहिने हो भने श्रमिकलाई सम्झौताको जानकारी, जानु अघि ओरिएन्टेसन मजबुत, दूतावासको क्षमता वृद्धि अनि सरकार र सम्बन्धित निकायको सक्रियता बिना सम्झौताले मात्र ठुलो परिवर्तन सम्भव छैन। साउदीसँगको श्रम सम्झौता सम्भावनाले भरिएको छ, तर सफल हुने नहुने कुरा यसको कार्यान्वयनमा निर्भर छ। नेपाली श्रमिकका लागि यो अवसर पनि हो र चेतावनी पनि। सही निगरानी, जानकारी र जिम्मेवारी बिना कागजको सम्झौताले जीवन बदल्न सक्दैन। निष्कर्षमा भन्नुपर्दा साउदी अरबको यो रूपान्तरण नेपाली युवाका लागि एउटा सुनौलो ढोका हो, तर यो ढोकाबाट भित्र छिर्न हामीसँग सही सिप र जानकारी हुनु जरुरी छ। तपाईलाई के लाग्छ? के यो नयाँ सम्झौताले वैदेशिक रोजगारीमा हुने ठगी अन्त्य गर्ला? आफ्नो विचार तल कमेन्ट बक्समा साझा गर्न नभुल्नुहोला। यस्तै तथ्यपरक जानकारीका लागि ज्ञान संवादलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।